नमस्कार। जनजिब्रो ग्रुपको प्रस्तुति साहित्य कला सङ्गम कार्यक्रम लिएर म उपस्थित भइसकेको छु नगिन तामाङ र यस कार्यक्रममा हामी कला साहित्य क्षेत्रका विभिन्न दिग्गज कलाकर्मी साहित्यकर्मीहरूसँग हामी कुराकानी गर्नेछौँ र उहाँहरूका केही क्षमता प्रतिभाहरूलाई पनि तपाईँहरूमाझ हामीले पस्किने जमर्को गर्नेछौँ र यसै क्रममा आज हामीसँग हुनुहुन्छ लामो समयदेखि सङ्गीतको साधना गरिराख्नुभएका सङ्गीतका साधक प्रशिक्षक अकेयर लिभर फ्रम साथी एनजिओका बोर्ड मेम्बर, त्यसै गरी गोले बिजनेस कन्सल्टेन्ट प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर राजकुमार गोले तामाङ सर हुनुहुन्छ। उहाँलाई स्वागत गरौँ। गोलेजी स्वागत छ। हस्, धन्यवाद। गोले सर, हाम्रो यो साहित्य कला सङ्गम भएकै कारणले गर्दाखेरि हामी सुरुवाती चाहिँ एउटा बाँसुरीको सानो एउटा धुनबाट सुरुवाती गरौँ न त है। हस् हस् हस्। यति सुमधुर हामीलाई यो बाँसुरीको धुन सुनाउनु भयो। यो यस्तो मिठो बाँसुरीको धुन बजाउने मान्छे कहाँ जन्मेको होला होइन, के होला उहाँको पृष्ठभूमि भन्ने हाम्रो दर्शकलाई लाग्न सक्छ। थोरै त्यहाँबाट जाउँ न हजुरको सानो परिचयबाट। नमस्ते। सर्वप्रथम यहाँलाई धेरै धन्यवाद र सम्पूर्ण टिमलाई एकदमै धेरै धेरै धन्यवाद। जसरी मलाई यहाँले बोलाउनु भयो, एकदम आभारी छु यहाँहरूप्रति सर्वप्रथम त। अब बाँसुरीको कुरा गर्नुभयो र जुन चाहिँ यहाँले चाहिँ मेरो चाहिँ थोरै मेरो चाहिँ ब्याकग्राउन्डको पनि कुरा गर्नुभयो। मेरो घर चाहिँ थाना नगरपालिका 11 टिस्टुङ मकवानपुर जिल्लामा पर्छ। हाल चाहिँ म अहिले यता नखु ललितपुरमा बस्छु। मैले चाहिँ विगत लगभग 10-15 वर्षदेखि नै यो साङ्गीतिक क्षेत्रमा चाहिँ म लागि परेको छु। मैले चाहिँ विशेष गरी चाहिँ हप्ताको मिनिमम 2 देखि 4 घन्टा चाहिँ मैले यसमा चाहिँ मैले चाहिँ समय सङ्गीतमा चाहिँ मैले दिइरहेको छु। सो मैले सुरुवाती चरणको कुरा गर्दाखेरि चाहिँ मैले बिर्सिन नहुने कुरा मेरो गुरु नागेन्द्र सर गुरु हुनुहुन्छ, उहाँलाई एकदमै म सम्झिन चाहन्छु। र त्यो सँगसँगै मलाई तबला सिकाउने गुरु हाम्रो प्रमोद उपाध्याय र मलाई सङ्गीतमा एकदमै होस्टे गर्ने मेरो गुरु अर्को हामीसँग विवेक भट्टराई गुरु हुनुहुन्छ। उहाँहरूलाई पहिलो सुरु सम्झिन चाहन्छु र उहाँहरूबाटै मैले सङ्गीत चाहिँ सिकेँ हो। जब उहाँहरूले चाहिँ सङ्गीतमा एकदमै मोटिभेट गर्नुभयो, जतिखेर म होस्टेलमा बस्थेँ, त्यतिखेर होस्टेलमा बस्दाखेरि चाहिँ उहाँहरूले चाहिँ हामीलाई भनौँ न ग्रुपमा हामी 10-15 जना थियौँ। त्यस्तै 2008-9 तिरकै कुरा हो। त्यसमा चाहिँ 2008-9 तिर चाहिँ उहाँहरूले सुरुमा हामीलाई रिदम तबलाबाट चाहिँ हामीले चाहिँ सुरुवात गरेको हो। होस्टेलमा तबलाबाट सिक्यो, सुरुवात गरेँ हामीले चाहिँ तबला। त्यसपछि तबला पनि चाहिँ एकदम निडी रहेछ कि तबला चाहिँ नसिकिकन चाहिँ रिदम नसिकिकन चाहिँ अरू चाहिँ अलिक गाह्रै पर्दो रहेछ।
अब हुन त कसैको चाहिँ प्राकृतिक रूपमा चाहिँ उहाँको अब गड गिफ्टेड हुनसक्छ, तर गुरुहरूले जुन कुरा भन्नुभयो त्यसलाई नै मैले ग्रहण गरेँ। सङ्गीतमा चाहिने पर्ने कुरा भनेकै ताल, सबैभन्दा ठुलो कुरो ताल, सुर ताल भनिन्छ नि होइन? एकदम। त्यसले गर्दाखेरि तपाईँलाई चाहिँ सुरुमै ताल भेट्नुभयो, सुर भेट्नुभयो होइन, तबला पनि भेट्नुभयो, त्यसमा बाँसुरी पनि भेट्नुभयो होइन, त्यस कारणले गर्दा तपाईँलाई चाहिँ उत्साहित भयो एउटा भनौँ न। एकदम। अनि उहाँहरूले जसरी त्यो ट्रेन गराउनु चाहिँ उद्देश्य चाहिँ उहाँहरूले चाहिँ त्यो जुन चाहिँ तबला रिदम सिक्नुपर्छ, एकदम सुर बाजा पनि छँदैछ, तर ताल बाजा चाहिँ एकदम इम्पोर्टेन्ट भनेर जुन उहाँहरू गुरुहरूले मलाई चाहिँ एकदमै भनौँ न उहाँहरूको एकदम अमूल्य समय जुन होइन, हामी चाहिँ प्रायः चाहिँ सैटरडे शनिबारको दिन चाहिँ सिक्थ्यौँ। त्यो सैटरडेको दिन चाहिँ उहाँहरू आउनु भएर एकदम समय दिनु भएर स्टिल अहिले पनि विवेक सर हामीसँगै त काम गरिरहेका छौँ। विवेक सर त अहिले पनि जस्तो तपाईँले सङ्गीत सिक्नको लागि चाहिँ कति वर्ष खर्चिनु भयो? अब लगभग 10-12 वर्ष चाहिँ मैले त्यसरी चाहिँ लिएँ, तर यसलाई ठ्याक्कै गर्दाखेरि चाहिँ अब मैले चाहिँ हप्ताको 2 देखि 4 घन्टा, अब त्यसरी गर्दाखेरि चाहिँ 10-12 वर्ष नै लगभग भयो। तपाईँ मकवानपुरमा हुँदाखेरि पनि केही बजाउनुहुन्थ्यो बाजाहरू कि काठमाडौँ आइसकेपछि तपाईँलाई यो मोह सुरु भयो? म गाउँमा हुँदाखेरि चाहिँ मैले त्यस्तो खासै बजाउने त थिएन। जब यो चाहिँ नि माहौल होस्टेलमा माहौल क्रिएट भयो एउटा, मेरो यो तपाईँले ब्याकग्राउन्डको कुरा गर्नुभयो, जुन चाहिँ हामीसँग अझ मैले स्कलरसिप पाएको पनि थियो म्युजिकमा पनि। मैले म्युजिकमा आर्ट इन पकेट भन्ने हाम्रो चाहिँ यो बेल्जियमको चाहिँ स्पोन्सर हुनुहुन्थ्यो, हजुर, त्यहाँबाट चाहिँ मैले स्कलरसिप पनि पाएँ। अनि त्यसपछि चाहिँ मैले खासमा त्यति सुरुमा चाहिँ मैले त्यस्तो गाउँमा बजाइराख्ने त्यस्तो चाहिँ थिएन, तर म्युजिकमा चाहिँ म पहिलादेखि नै लगाएको थिएँ, किनभने यता गीत सुन्ने होइन, त्यसपछि गएर यस्तो नाचगानमा चाहिँ म एकदमै हेर्ने, म चाहिँ एकदम मन पराउँथेँ कि। अनि अरूले बजाउँदाखेरि मैले बजाउँदा कस्तो होला भन्ने चाहिँ क्युरियोसिटी चाहिँ हुन्थ्यो। अनि जब यसरी होस्टेलमा चाहिँ नि उहाँहरूले स्पोन्सर गरिदिनु भयो जुन कुराहरू चाहिँ ल तपाईँहरूलाई चाहिँ हामी एउटा म्युजिक ट्रेनिङ दिन्छौँ, तालिम दिन्छौँ भनेपछि चाहिँ हामीले चाहिँ त्यसरी चाहिँ सुरुवात गरेको हो। अनि त्यसपछि जब मैले तबला सिक्दै गएँ, तबलाबाट सिक्दै गएपछि होइन अब एउटा फर्मल इक्जाम पनि दिनुपर्छ भन्ने खालको चाहिँ, जस्तै प्रमोद सर विवेक सरले चाहिँ एकदम मोटिभेट गर्नुभयो, एउटा फर्मल इक्जाम पनि दियौँ हामीले होइन। त्यसपछि अनि सँगसँगै तपाईँले इक्जाम चाहिँ यहीँ नेपालबाटै दिनुभयो कि एक्जामको लागि भारत जानु पर्यो के छ? नेपालबाटै यताबाटै दिन मिल्छ। अब अहिले पछिल्लो समय त्यस्तो, पहिला त सङ्गीतको लागि भनेर हामी बाहिरै जानु पर्थ्यो नि त एक्जाम दिनको लागि। हजुर हो। अनि अहिले यहीँ चाहिँ दिन मिल्छ एक्जाम। अब फर्दर कुन लेभलको चाहिँ त्यो सबै कुराहरू चाहिँ यहाँ एरेन्ज एक्जाम लिने चाहिँ फेरि प्र्याक्टिकलको चाहिँ उता इन्डियाबाटै आउनुहुन्छ। थ्योरी चाहिँ हामी यहाँ दिन्छौँ, इन्डियाबाटै प्रोफेसरहरू आउनुहुन्छ, गुरुहरू आउनुहुन्छ, उहाँहरूले नै प्र्याक्टिकल चाहिँ यतै गराउनुहुन्छ। भनेपछि तपाईँको बाल्यकाल चाहिँ समग्रमा सङ्गीत सुन्दैमा गयो भनौँ न है? एकदम। मेरो मम्मी हुनुहुन्थ्यो, मेरो मम्मी चाहिँ अझ एकदम यस्तोमा चाहिँ त्यो दोहोरी हुन्छ नि, अझ विशेष गरेर तामाङ सेलोको चाहिँ नि गाउँघरमा चाहिँ उहाँहरू चाहिँ कस्तो भने ठ्याक्कै यो जुवारी चाहिँ नि सेलो चाहिँ एकदम चाहिँ नि मन पराउनु हुने मम्मी चाहिँ होइन। तर तपाईँलाई एउटा कुरा चाहिँ त हामी भनौँ न तामाङ समुदायमा चाहिँ यो बाँसुरी भन्दा पनि अर्को कुरा त डम्फु चाहिँ एकदमै प्रचलितमा रहेको बाजा, किन भन्दाखेरि तामाङहरूको संस्कार संस्कृतिमै रहेको कुरा चाहिँ डम्फु होइन। जुन तामाङ भन्ने बित्तिकै हामीले सम्झिहाल्ने कुरा भने त्यो डम्फुको ताल हो होइन। तपाईँ त्यतातिर मोहक हुनुपर्ने, तर यो बाँसुरीमा चाहिँ किन लाग्नु भयो? एकदम राम्रो क्वेसन गर्नु। अब यस्तो छ, यसमा चाहिँ एकदम राम्रो क्वेसन। यस्तो हुन्छ, सङ्गीतले चाहिँ यस्तो हुन्छ, मैले बुझेको चाहिँ सङ्गीत के छ भने यसको चाहिँ एउटा क्षेत्र चाहिँ हुँदैन, यसको अनलिमिटेड चाहिँ हुन्छ। यो कुनै जात वर्ण लिङ्गमा चाहिँ यो सीमित रहँदैन। त्यही भएर चाहिँ अघि हजुरले भन्नुभयो तामाङ सेलोबाट तपाईँ चाहिँ डम्फुमा जानुपर्ने भन्ने खालको कुरा गर्नुभयो, एकदम राम्रो गर्नुभयो, कुरा चाहिँ एकदम सही हो। तर कुराकानी चाहिँ हजुरले भन्नुभएको जस्तै त्यो चाहिँ कस्तो रहेछ भने त्यो चाहिँ वातावरणले चाहिँ असर गर्दैछ कि। मेरो वातावरण चाहिँ के भने यो ग्रुप होइन, जुन चाहिँ ग्रुप बन्यो हाम्रो जुन होस्टेलमा ग्रुप भएपछि, अनि त्यसपछि चाहिँ मलाई यो अझ बाँसुरीमा त मलाई तबला सिकेपछि पछि आएको हो होइन। सबैभन्दा पहिला तपाईँले सङ्गीतमा पाइला चाल्नु भएको, सङ्गीत भनेर चिन्नु भएको चाहिँ तबलाबाट, तालबाट? एकदमै मैले सुरुमै जस्तै मैले अहिले पनि सम्झे गुरु मेरो चाहिँ प्रमोद उपाध्याय हुनुहुन्छ, उहाँले अमेरिकामा। तपाईँले गाउँमा हुँदाखेरि डम्फुहरू पनि बजाउनुहुन्थ्यो? डम्फुहरू चाहिँ अलिअलि, त्यस्तो डम्फु नै भन्ने चाहिँ हाम्रोमा छैन, तर अलिअलि चाहिँ डम्फु त्यो हुन्छ नि त्यो गाउँघरतिर त्यो एउटा टाइप पाउने रहेछ, त्यो यताउति चाहिँ बजाउने चाहिँ गरिन्थ्यो। जस्तै
त्यो खैँचडी टाइपको हुन्छ नि, त्यो खैँचडी के भन्दो रहेछ तपाईँको। हाम्रो चाहिँ त्यहाँ गाउँमा वर्षमा एकचोटि चाहिँ मेला हुन्थ्यो, यो हाम्रो अहिले पनि हुन्छ यो तिहार लगभगतिर, त्यतिखेर चाहिँ यसो चाहिँ त्यो चाहिँ बजाउने चाहिँ गरेको छु। त्यहाँबाट तपाईँलाई पछि काठमाडौँ आइसकेपछि होस्टेलको माहौलले तपाईँलाई साङ्गीतिक रूपमा पनि होमिनको लागि बाध्य गरायो होइन? एकदम एकदम। अनि त्यसले गर्दा अहिले तपाईँ यहाँ जति हुनुहुन्छ, सङ्गीतमा जति योगदान गर्नुभएको छ त्यति कुरा चाहिँ तपाईँ अहिले हुनुहुन्छ त्यही होस्टेलकै पेरिफेरीले गर्दा होइन त? एकदम। हामी जस्तै होस्टेल पनि हामी यस्तो थियौँ कि यस्तो ठाउँमा चाहिँ हामी भनौँ न यस्तो चाहिँ ग्रुप अफ हाम्रो चाहिँ भाइ बहिनीहरू हामी साथीभाइ थियौँ कि स्पोन्सर पाइसकेपछि होइन, त्यसलाई स्पोन्सरले पनि भनौँ न उहाँहरूले अहिले लगानी गरेर पढ्दाखेरि त मलाई थाहा पाइरहेको छु कि अहिले आफै कति लाग्दो रहेछ, कति टाइम लाग्दो रहेछ, कति पैसा लाग्दो रहेछ भन्ने कुरा, त्योलाई चाहिँ हामीले युटिलाइज गरौँ भन्ने हिसाबले चाहिँ जुन बगलीमा कला भन्ने चाहिँ हाम्रो जुन संस्था हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई स्पोन्सर गरिदिनु भएको हो। ल अब यति कुरा सुनिसक्यो, तपाईँ सङ्गीतमा आउनुको कुराहरू सुनिसक्यो। अब एउटा तामाङको कुरा हामीले अघि गरिहाल्यो होइन? यति भइसकेपछि यो तामाङहरूलाई न्याय दिनको लागि पनि सेल्लो धुन चाहिँ सुन्नैपर्छ जस्तो लाग्छ। एउटा सेल्लो धुन सुनाउन त है। म कोसिस गर्छु है त। यो चाहिँ हाम्रो सानो गाउँको यो चाहिँ धुन। यो चाहिँ यो हाम्रो सेलो यो जुवारी खेल्दाखेरि चाहिँ सानो चाहिँ यो उ गर्ने छ। अब अलि चलेको हाम्रो चाहिँ धुनहरूमा चाहिँ जस्तै सेलो, तामाङ सेलोहरू चाहिँ थुप्रै छन्। त्यसमध्ये चाहिँ म एउटा सानो बजाउन चाहन्छु। मनमोहक यो बाँसुरीको आवाज सुन्दाखेरि होइन त अझ सुनाउँ जस्तो लाग्ने होइन? यो बाँसुरी भनेको चाहिँ के रहेछ, थोरै यसको बारेमा थोरै बताइदिनुहोस् न। बाँसुरी चाहिँ यस्तो हो, यो जेनरली चाहिँ अब यसमा चाहिँ तपाईँको चाहिँ यो बाँसबाट यो बनेको भएर मैले बुझेको अनुसार जहाँसम्म लाग्छ मलाई होइन, किनभने अझ यसको विस्तृत रूपमा त गुरुहरूले भन्नुहुन्छ होइन, गुरुहरू हुनुहुन्छ। अब म चाहिँ मैले बुझेको मेरो बुझाइमा जुन गुरुहरूले दिनुभयो, त्यसमा मेरो बुझाइमा चाहिँ यो बाँसबाट एउटा चाहिँ सङ्गीतको चाहिँ यो एउटा भनौँ न इन्स्ट्रुमेन्ट त्यो बनेको भएर चाहिँ यो चाहिँ बाँसुरी नाम गयो भन्ने चाहिँ एउटा कथा छ। त्यसमा एउटा चाहिँ एउटा छ। अब त्यसमा चाहिँ कतिको के छ, कतिको भ्यालिडेसन कतिको छ भन्ने कुरा चाहिँ गुरुहरूले नै म सुम्पिन चाहन्छु। त्यसमा चाहिँ अब यो बाँसबाट बनेको एउटा चाहिँ नि बाँसबाट चाहिँ एउटा मधुरो धुन
भनौँ न आवाज निस्किएको भएर चाहिँ यसलाई बाँसुरी सुरिली धुन भनौँ न। विशेष गरी आज बाँसबाट बनेको चाहिँ नि होइन एउटा चाहिँ नि पछिल्लो समय धुन निस्केको भएर पछिल्लो समय चाहिँ भनौँ न बाँसको अलावा विभिन्न रबरहरूबाट पनि बनेको हामीले पाउन सकिन्छ। त्यसै गरी चाहिँ अन्य धातुहरूबाट जस्तै भनौँ न एल्युमिनियमबाट अनि सिसाबाट पनि बनेको हामीले बाँसुरीहरू पाइन्छ गरिन्छ होइन। यो अरू बाजाभन्दा चाहिँ यो के छ फरक बाजा हो अरू जस्तै मादल हार्मोनियम तबला भन्दा होइन यो फरक किसिमको बाजा हो? एकदमै प्रश्नको लागि धेरै धेरै धन्यवाद। अब यस्तो हुन्छ यो अलिकति कस्तो छ भने यो अलिकति टिपिकल यो चाहिँ फरक भन्दा पनि यसलाई कस्तो भने अब म्युजिक इन्स्ट्रुमेन्टल सबै फरक नै हुन्छ। तपाईँको कस्तो हुन्छ भने कस्तो सङ्गीतको परिभाषा के छ भने तपाईँको चाहिँ नि हामी यो जति हामीले गाउने नाच्ने अनि बजाउने चाहिँ नि सङ्गीतको परिभाषा जुन तिनवटा कुरामा अध्ययन यो रहेको छ त्यसमा हजुरले ठ्याक्कै प्रश्नको उत्तर दिँदाखेरि चाहिँ अब इन्स्ट्रुमेन्टको आफ्नो विशेषता हुन्छ। तपाईँको सबै होइन बाजाहरूको चाहिँ आफ्नो विशेषता छ। त्यो हिसाबले चाहिँ यो यसको आफ्नो छुट्टै विशेषता छ। तपाईँले तबला बजाइराख्दा र बाँसुरी बजाउँदामा के फरक पाउनु भएको छ? जस्तै हजुरले सुरुमा त्यस तपाईँको सुरुवाती नै तबलाबाट गर्नु होइन, तबला र बाँसुरीमा चाहिँ के फरक पाउनु भयो? एकदम अब यस्तो हुन्छ तबला र यस्तो फरक चाहिँ के हुन्छ भने अब त्यो इन्स्ट्रुमेन्ट बाजा नै फरक भइसक्यो। तपाईँको कसैले त्यो ताल बाजा भयो यो सुर बाजा भयो होइन। तपाईँको जुन चाहिँ अब यो त सम्मिश्रण हो नि त सङ्गीत भनेको त। अब हजुरले चाहिँ नि भन्नुभएको जस्तै एकदमै फरकै छ किनभने त्यो रिदम चाहिँ बजिरहन्छ यसमा चाहिँ अझ अलि मिठास अलि आनन्दित भनौँ न। अब यसको मतलब फेरि रिदम नभइकन चाहिँ फेरि यो सुरको पनि यति महत्त्व हुन होइन। तर तपाईँले जुन फरकको कुरो गर्नुभयो यो सुर बजाउँदाखेरि चाहिँ अझ मलाई के भयो भने किनभने यसमा चाहिँ धेरै कुराहरू चाहिँ मैले के गर्नु पाएँ नोटेसनहरू चाहिँ धेरै खेलाउन पाएँ होइन। बुझ्न पाउनु सङ्गीतलाई अझ धेरै बुझ्न पाउनु एकदम त्यो भित्री जुन नोटेसनहरू छ परिभाषाहरू छ भित्री जाँदाखेरि चाहिँ यति क्युरियोसिटी आउँदो रहेछ यो सुर बाजाले चाहिँ प्रायः चाहिँ यो विशेष गरी यो बाँसुरीमा त जम्मा 6वटा पाल हुन्छ अचम्म पनि लाग्छ मान्छेहरूलाई होइन। त्योबाट सबै गीत बज्छ। अब यति सेट हुन्छ तपाईँको चाहिँ यो किनभने यो स्केल सबैको चाहिँ होइन हामीले मिड बेस होइन ट्रेबल गरेर मिलाएकै हुन्छ भन्छन्। यो अब सङ्गीतमा 7 सुर हुन्छ भन्छन् होइन, तर यो बाँसुरीमा चाहिँ 6वटा मात्रै पाल हुन्छ अथवा 6वटा मात्रै सुर यहाँ देखिएको छ हामीले समग्रमा हामीले नबुझ्दाखेरि होइन। तर यसलाई कसरी चाहिँ यो 7वटा सुर छ भन्ने कुरा चाहिँ थाहा हुन्छ बाँसुरीमा? यस्तो हुन्छ हजुरले भन्नुभयो जस्तै यसको आफ्नै अघि मैले भने चाहिँ छुट्टै विशेषता छ। जस्तै एकचोटि म हजुरले बजाएर पनि देखाउँछु यसको चाहिँ एकचोटि हेरौँ होइन। एकचोटि जस्तै यसमा अब यसको साह्रै डिटेलमा त अब मलाई नि त्यति होइन यो चाहिँ किनभने यसको रिसर्चको कुरा हुन्छ यसमा अध्ययनको कुराहरू हुन्छ यसमा त्यसमा एकदमै डिटेलमा मलाई पनि त्यति थाहा छैन। तर यो के भन्दाखेरि हामीले सङ्गीतमा 7 सुर हुन्छ भन्ने कुरा हामीले सुनिआएका छौँ तर बाँसुरीमा त 6वटा मात्रै पाल छ। त्यहाँ पालको अनुसारले गर्ने हो भने पनि त 7वटा स्वर पुग्दैन कसरी चाहिँ निक्लिन्छ भन्ने कुरा एकदम होइन। यसमा तपाईँको कस्तो हुन्छ भने यो 6वटा पालमा त देख्नु भएको छ जेनरली देखेर चाहिँ तर यसमा चाहिँ तपाईँको चाहिँ नि हामीले चाहिँ जति 12वटा स्केल छ त्यो सबै हामीले चाहिँ मन्द्र होइन तीव्र भनेर चाहिँ सबै निकाल्छौँ हामी यहाँ मन्द्र मध्य र तीव्र भनेर चाहिँ हामीले यो चाहिँ 6वटा मात्रै देख्यो भने जतिवटा हुन्छ जतिवटा म्युजिकको स्केल छ सबै यताबाट चाहिँ हामीले नोटिस भनेपछि यो एउटै फ्लुटबाट चाहिँ 3वटा सप्तकलाई बजाउन सकिन्छ मजाले। हजुरको एकचोटि चाहिँ म सारेगामा पनि हजुरले भने जस्तो म एकचोटि बजाएर कोसिस गरौँ त किनभने यो हेरिरहँदाखेरि मात्रै अब नबुझ्न सकिन्छ बजाउँदाखेरि अझै क्लियर हुन्छ। हाम्रो दर्शकलाई पनि थाहा होस् न बाँसुरीमा चाहिँ 6वटा पाल हुन्छ तर 7वटा स्वर कसरी निक्लिँदो रहेछ भन्ने कुराको जिज्ञासा पनि। अब हामीले जेनरली चाहिँ सा बजाउँदाखेरि चाहिँ यो तपाईँको 6वटा पालमा यो 3टा माथिको पाल चाहिँ छोपिसकेपछि सा नै बज्छ जुनसुकै बाँसुरी पनि। अब यो मोटोमा चाहिँ अर्को हुने त्यसपछि पातलोमा अर्को हुने भन्ने कुरो चाहिँ हुँदैन। अब यो तपाईँको 3टा छोपेपछि सा नै हुन्छ। अब यसले एकचोटि बजाएर हेरौँ त्यसपछि चाहिँ हजुरले भनेको कुरामा चाहिँ आउँछ कि
त्यस हामीले हेऱ्यो 7वटा स्वर त हुने रहेछ होइन। हजुर अब यो थोरै अलिकति यो अघि हामीले भन्यो मन्द र मध्यक र तार भन्ने कुरा, सप्तक भन्ने कुरा हामीले भन्यो, यसको बारेमा थोरै बताइदिनुहोस् न, सप्तक भनेको चाहिँ के रहेछ? धन्यवाद। यस्तो हुन्छ, अब हजुरले भन्नुभयो जस्तै अघि जुन अघि जुन सारेगामा हामीले बजायो नि, त्यो चाहिँ हामी नर्मल भन्छौँ, त्यसले चाहिँ हामीले भनौँ न जेनरली हामीले बजाइराख्ने सारेगामा जुन भन्छौँ हामी सामान्य भाषामा, त्यो हाम्रो चाहिँ भनौँ न यसलाई चाहिँ सामान्य भाषामा सारेगामा बजाएको हामीले चाहिँ भनेर चाहिँ बुझ्छौँ भने। अब यसलाई चाहिँ तपाईँले भन्नुहोस् तार सप्तक र जुन मन्त्र भन्नुभयो, त्यो चाहिँ हामीले चाहिँ ठ्याक्कै इङ्ग्लिसमा भन्दाखेरि चाहिँ यसलाई लो नोट हाई नोट भन्छौँ नि, हाई नोट हो। त्यसमा चाहिँ बाँसुरीमा चाहिँ के हुन्छ भने हामी मन्त्र तार सप्तक भन्छौँ होइन, हाई नोटलाई हामी तार सप्तक भन्छौँ। जस्तै उदाहरणको लागि तपाईँको यो चाहिँ हाम्रो सारेगामाको चाहिँ सुर भयो, हाम्रो चाहिँ नर्मली लाग्ने सुर भयो, जेनरली हामीले साधना गर्दाखेरि हामीले प्रयोग गर्ने। अब यसको तार सप्तक छ तपाईँको, यसलाई चाहिँ तार सप्तक भन्छौँ। अब यसलाई ठ्याक्कै सामान्य भाषामा जुन दर्शकबिनहरू हुनुहुन्छ उहाँले जुन इङ्ग्लिसमा यसलाई ट्याक्कै ट्रान्सलेट गर्दाखेरि चाहिँ यसलाई हामी हाई नोट र लो नोट भनेर चाहिँ हामीले चाहिँ चिन्ने गर्ने गरेका छौँ। अब बाँसुरीमा त हाई भन्दैनौँ, त्यस्तै हिसाबले चाहिँ यसलाई हामी तार सप्तकको हामीले चाहिँ प भन्छौँ यसलाई हामी। जस्तै यो चाहिँ हाम्रो एउटा यो सप्तकभित्र हामीले 3टा कुरा गरियो अघि होइन, मन्त्र सप्तक, मध्य सप्तक र तार सप्तकको कुरा गरियो। यस सप्तकभित्र चाहिँ कतिवटा स्वरहरूको समायोजन हुन्छ, के छ यसमा, कस्तो व्यवस्था? यस्तो हुन्छ, अब यस्तो चाहिँ ठ्याक्कै कस्तो हुन्छ भने तपाईँको चाहिँ नर्मल्ली हामीले होइन जति स्केल छ म्युजिकमा जति चाहिँ हामीले बजाउँछौँ नोटहरू, त्यो नोटहरूभित्र नै पर्छ यो तपाईँको यति ठ्याक्कै भन्ने चाहिँ ठ्याक्कै हुन्न यसको। जति हामीले जस्तै हामीले मेजर होइन नोट्सहरू 12वटा भन्छौँ होइन, तपाईँको चाहिँ मेजर माइनर भन्छौँ नि, जस्तै गिटारमा भने जस्तै यहाँ चाहिँ हामीले चाहिँ त्यसैलाई माइनर होइन, त्यसपछि गएर यो तपाईँले एउटा कुरा जस्तै तपाईँ अहिले हामी त यो नेपालमा बाँसुरी बजाइसकेपछि होइन, पाश्चात्य सङ्गीतहरूमा पनि बाँसुरीको प्रभाव छ, उता पनि बाँसुरी बजाउनुहुन्छ, उता फ्लुट भनेर चिनिन्छ, उता हामीले बाँसुरी भनेर चिनिन्छ होइन, यसको इङ्ग्लिस नाम त फ्लुट नै हो, तर हामीले चाहिँ यसलाई बाँसबाट बनेको कारणले गर्दा हामीले बाँसुरी भन्छौँ। यो पाश्चात्य र यो पूर्वीयमा के फरक छ, बाँसुरी बजाइहरू के फरक हुन्छ, कस्तो पाउनु भएको छ तपाईँले? यस्तो हुन्छ, अब जेनरली यो बाजा फरक हो, तपाईँको सङ्गीतको चाहिँ नोटेसन त्यो बजाउने चाहिँ सबै उयो नै हो। अब तपाईँले भन्नुभएको क्वेसनमा ठ्याक्कै डिफ्रेन्स त्यस्तो ठ्याक्कै, अब हामीले सुन्दाखेरि नोटेसन ठिक छ कि छैन, त्यसको चाहिँ सुर ठिक छ कि छैन हेर्छौँ, त्यो सुर र उसको नोटेसन ठिक छ भने त्यो प्रायः सबै एउटैमा हामीले चाहिँ हेर्ने गरिन्छ। अब जुन चाहिँ हजुरले कुरो गर्नुभएको इन्स्ट्रुमेन्टको कुरो गर्नुभयो, फरक के छ भने उहाँहरूको मेटलले बजाउँछ नि, त्यो मेटलले बजाउनु चाहिँ एउटा मात्र लिनुहुन्छ कि उहाँले चाहिँ, त्यहाँबाट चाहिँ बेसको चाहिँ धुनाहरू चाहिँ उहाँहरूले त्यति चाहिँ नि भनौँ छुट्टै एउटा बाँसुरी चाहिएको, तर उहाँहरूले प्रायः एउटा मात्र युज गर्नुहुन्छ कि त्यो चाहिँ उहाँहरू जस्तै हामीसँग तपाईँले देख्नु भने होइन, मसँग चाहिँ यहाँ धेरै सेटहरू छ, त्यो बेस भनिसकेपछि उहाँहरूले एउटा मात्रै प्रयोग गर्नुहुन्छ। हामी यता पूर्वतिर भएका जति पनि यो पूर्वीय सङ्गीतहरूलाई माया गर्ने हामी सङ्गीतका पारेखहरू छौँ, हामीले चाहिँ स्केलै अनुसारको चाहिँ बाँसुरीहरू प्रयोग गर्छौँ होइन त? एकदम उहाँहरूले पनि युज गर्नुहुन्छ, तर यसो देख्दाखेरि चाहिँ प्रायः चाहिँ एउटा मात्रै उहाँहरूले पनि बोक्नुहुन्छ। जस्तै बेसको चाहियो भने त्यो मेटलबाटै युज गर्नुहुन्छ उहाँहरूले। अब यति कुरा हामीले सुनिसकेपछि बाँसुरीकै विषयवस्तुमा हामीले रहिसकेपछि अब एउटा थोरै हाम्रो दर्शकलाई सुनाइदिनुहोस् न बाँसुरीको दिन है त, कुनै एउटा।
आहा। अहिले तपाईँ चाहिँ हालसालै केमा चाहिँ व्यस्त हुनुहुन्छ? अहिले चाहिँ मेरो गोले बिजनेस कन्सल्टेन्ट प्राइभेट लिमिटेड भन्ने कम्पनी छ। यो कम्पनीले चाहिँ मेरो कम्पनी दर्ता, त्यसपछि गएर कम्पनी दर्ता पश्चात तपाईँको चाहिँ 3 महिना विवरण बुझाउनु पर्ने हुन्छ। कम्प्लाइन्सहरू चाहिँ कम्पनीहरूको चाहिँ कम्पनी दर्ता, त्यसपछि गएर नवीकरण, त्यसपछि गएर तपाईँले लोन कन्सल्टेसन र इन्टरनल अडिट चाहिँ हामीले चाहिँ अहिले चाहिँ कम्पनीमा अहिले म त्यसमा चाहिँ अहिले व्यस्त छु। र सँगसँगै हामीले स्टुडेन्ट भिजाहरूको पनि हामीले असिस्टेन्टको चाहिँ गरेर हुन्छौँ त्यही कम्पनी। भनेपछि तपाईँ म्युजिक बाहेक तपाईँ बिजनेसमा पनि अगाडि हुनुहुन्छ? त्यस्तो अगाडि नभनिहाल्नु मैले होइन, लाग्नु भएको छ होइन। म चाहिँ एज एन एन्टरप्रेन्योर चाहिँ म पहिलेदेखि नै एज अ एन्टरप्रेन्योर बन्नुपर्छ भन्ने हिसाबले चाहिँ अहिले मैले जुन नागार्जुन कलेजमा पनि पढाइरहेको मैले एन्टरप्रेन्योरसिप सब्जेक्ट नै हो, बिजनेस स्मल बिजनेस म्यानेजमेन्ट र त्यसपछि गएर ट्याक्सहरू नै मैले चाहिँ पढाइरहेको छु। र सँगसँगै त्यो जुन पढाइ र त्यो प्र्याक्टिकल हामी प्रोफेसनमा जान्छौँ नि त्यसलाई म्याच गर्नुपर्छ भन्ने हिसाबले चाहिँ एज एन तपाईँले एक त तपाईँले म्यानेजमेन्टबाटै बिजनेस म्यानेजमेन्टबाटै तपाईँले मास्टर डिग्री सक्नु भएको छ होइन? तपाईँले सङ्गीत पनि पढ्नु भएको छ, मास्टर डिग्री पनि गर्नुभएको छ र साथसाथै तपाईँले सङ्गीतलाई पनि छोड्नु भएको छैन होइन? आफ्नो पढाइलाई पनि अगाडि लानु भएको छ र पढाइको पनि सदुपयोग गर्नुभएको छ। यस्तो व्यस्तताको बावजुद पनि कसरी तपाईँले म्युजिकलाई माया गर्नुभएको छ? के छ? एकदम धन्यवाद प्रश्नको लागि। विशेष गरी चाहिँ जुन यहाँले जुन मेरो पढाइ, त्यसपछि गएर सङ्गीत र सँगसँगै म बिहान कलेज पनि पढाउँछु, कहिले ट्रेनिङहरूमा पनि म होइन गइराखेको हुन्छु। एनजिओमा पनि साथी एनजिओमा पनि एक्जिक्युटिभ बोर्ड मेम्बर भयो, जहाँ चाहिँ म हुर्केको होइन, एनजिओमै हुर्केको हो म। सो केयर लिभर हुँदै म अहिले त्यहाँ पनि बोर्ड मेम्बरको रूपमा चाहिँ म काम गरिरहेको छु। विशेष गरी चाहिँ युथहरूको चाहिँ म भनौँ न एडभोकेसीको रूपमा चाहिँ म काम गरिरहेको हुन्छु। अब यहाँले भन्नुभएको जस्तै यस्तो हुँदो रहेछ, समय चाहिँ यहाँ हामीले आफैले मिलाउनु पर्दो रहेछ। जस्तै जब तपाईँको भित्रीदेखि आउँछ नि इच्छा हुन्छ त्यो चाहिँ हुँदो रहेछ। जस्तै मैले सङ्गीतलाई कहिले पनि छोड्न सकिनँ, मैले बरु अरू मैले छोड्न सकिन्छ होला, मैले मेरो सङ्गीतलाई मैले कहिले पनि छोड्न सकिनँ। त्यही भएर मैले चाहिँ हप्ताको 2 देखि 4 घन्टा चाहिँ मैले जसरी हुन्छ मैले चाहिँ भनौँ न त्यसलाई चाहिँ टाइम दिने गरेको छु। र सँगसँगै मैले एज एन बेसिक मैले चाहिँ अब त्यस्तो एक्सपर्ट लेभलको चाहिँ मैले बाँसुरी चाहिँ मैले पढाउन सक्दिनँ। बेसिक कुराहरू भाइ बहिनीहरूले चाहिँ मैले अहिले पनि सिकाइरहेको नै छु। एउटा तपाईँ सङ्गीतकै पनि प्रशिक्षक हुनुहुन्छ, त्यसै गरी तपाईँ अन्य भनौँ न म्यानेजमेन्टको पनि तपाईँ एउटा प्रशिक्षक हुनुहुन्छ। दुई तरिकाबाट तपाईँले के पाउनु भएको छ? सङ्गीत सिकाउँदा तपाईँलाई मजा लाग्छ कि उता म्यानेजमेन्टतिरको कुराहरू तपाईँले सिकाउँदाखेरि चाहिँ अलिकति मजा आउँछ? यो जुन हजुरले मजाको कुरा गर्नुभयो त्यो चाहिँ यस्तो रहेछ, जस्तै यो मेरो पेसा भयो, यो मेरो म्यानेजमेन्टको मेरो कन्सल्टेन्ट बिजनेस कन्सल्टेन्ट जुन होइन हामी चाहिँ कामहरू गरेका छौँ। अब त्यसमा पनि रमाउन चाहिँ जानुपर्ने रहेछ होइन, एक्जाम। अनि हजुरले भन्नुभएको जस्तै दुइटै कुरामा मैले चाहिँ दुइटै कुरा मजा पाउँछु, किनभने मेरो मनले चाहेको दुइटै हो नि त। यो जब मनले तपाईँले चाहिँ लिनुहुन्छ नि त्यो कुरा अटोमेटिकली स्वीकारिँदो रहेछ कि। जस्तै मेरो यो सङ्गीत जस्तै तपाईँले कलेज लाइफ अथवा कलेज पढिरहँदाखेरि पनि तपाईँले सङ्गीतलाई छोड्न सक्नु भएन होइन? त्यस्तो अवस्थामा जस मान्छेलाई चाहियो भने हामीलाई इच्छा शक्ति भयो भने हामीले गर्न सकिने रहेछ भन्ने कुराको एउटा उदाहरण पनि तपाईँ हो, हामीले यसरी भन्न सकिन्छ होइन त? एकदम मजाले। जस्तै हजुरले भन्नुभयो म कलेज पढिरहेको मैले कलेज चाहिँ पढाइरहेको छु अहिले चाहिँ होइन? नै मैले भन्नु खोजेको पहिला तपाईँले पढ्दाखेरि पनि त सङ्गीतलाई त समय दिनुभयो नि त? एकदम होइन। भनेपछि आफूलाई चाहियो भने त हामीले जसरी पनि समय निकालेर त गर्न सकिने रहेछ भन्ने यो अहिले हाम्रो पछिल्लो समयको अहिलेको नेपालमा चलिआएको ट्रेन्डमा चाहिँ के छ भन्दा अहिलेको भाइ बहिनीहरू चाहिँ होइन विभिन्न फोन चलाएर बिग्रियो भन्ने सन्दर्भमा यसरी इच्छा शक्ति भयो भने त हुने रहेछ नि त। यो एउटा ज्वलन्त उदाहरण तपाईँलाई हामीले लिन सकिने भयो नि त? एकदम। यसमा चाहिँ जुन हजुरले कुरा गर्नुभयो हाम्रो युवाहरूको जुन कुरा गर्नुभयो, जुन म युवाहरूसँग चाहिँ काम गरेको स्थिति हाम्रो चाहिँ कस्तो छ भने युवाहरूमा चाहिँ जस्तो कसैले राम्रो गिटार बजायो भने ओहो म भोलिबाटै क्लास जोइन गर्ने, कसैले राम्रो बाँसुरी बजायो भने चाहिँ ओहो बाँसुरी पो सिक्नुपर्ने रहेछ भन्ने कुरा यो अलमल्लमा चाहिँ हुन्छ कि। अब के रहेछ भने गाइडेन्स चाहिने रहेछ। अनि कस्तो भने हामी युवाहरूमा चाहिँ तत्काल एकदमै तुरुन्तै चाहिने कि। मलाई क्वेसन गरेर हुन्छ मैले बाँसुरी सिकेँ भने कति महिनामा पर्फेक्ट हुन्छु, अब यस्तो हुन्छ यो कति दिनमा चाहिँ म यस्तो बजाउन सक्ने हुन्छु। अब यो त हेर्नु साधारण चिज हो। अब त्यो चाहिँ प्यासेन्स धैर्यता चाहिँ अब हाम्रो युवाहरूमा चाहिँ अलिक कम नै छ, किनभने छिट्टो चाहिने होइन। अब अरूले बजाएपछि तपाईँको चाहिँ कस्तो मिठो भन्ने। अनि तपाईँले अहिलेको नेपालमा चलिआएको यो म्युजिकल एउटा कल्चर छ अथवा यो अहिले पछिल्लो समय बजेको संस्कार छ, यसलाई तपाईँले कसरी लिनुहुन्छ? अब
भनौँ न पाश्चात्य संस्कारले चाहिँ धेरै हामीलाई छुएको छ होइन। यसले चाहिँ के छ हाम्रो संस्कार संस्कृति नेपाली गीत सङ्गीत बचाउन सक्छ होला त? यस्तो हुन्छ, सङ्गीतको जुन हजुरले कुरो गर्नुभएको अहिलेको जुन परिस्थिति छ त्यसमा चाहिँ हामी त एउटा आर्टिस्ट भएर हामीले चाहिँ भन्नुपर्दाखेरि चाहिँ अब कतिपय जुन कलाकारहरूले चाहिँ जति पनि गर्नुहुन्छ त्यसलाई चाहिँ अलिकति मर्यादा पनि नराखिकन चाहिँ गरेको पनि देखिया छ होइन। भनौँ न भ्युज पाउनको लागि मात्रै पनि गरेको जस्तो चाहिँ हो, भनौँ न ट्रेनिङमा पुग्नको लागि हो त्यस्तो देखिया छ। अब भाइरल हुनको लागि एकदम म कलाकारहरू सम्पूर्ण जति चाहिँ यो सङ्गीत क्षेत्रमा हुनुहुन्छ म त्यस्तो एकदमै एक्सपर्ट त होइन, तर म यो सङ्गीत क्षेत्रमा पनि लगाव रहेकोले चाहिँ यहाँलाई के रिक्वेस्ट गर्छु भने जति पनि हामीले चाहिँ गीतहरू हामीले जति चाहिँ मनोरञ्जन दर्शकलाई दिँदाखेरि चाहिँ अलिकति हाम्रो चाहिँ संस्कृति होइन कला कसैलेको चाहिँ जात भर्न नभनिकन चाहिँ तपाईँको चाहिँ भनौँ न कसैलाई आँच पुर्याउने चाहिँ नगरिदिनु होला भन्छु। अब जुन हजुरले कुरो गर्नुभयो अहिलेको स्थितिमा चाहिँ हजुरको के छ भन्दाखेरि अब अहिले चाहिँ के ट्रेन्ड छ भने टिकटकको ट्रेन्डहरू छ सर्टकटमा, अनि त्यो सानो क्लिपले लिएर पनि तपाईँको कमेन्ट गर्ने चाहिँ चलन छ कि त्यो एउटा सानो क्लिपले चाहिँ कमेन्ट चाहिँ नगर्नु होला, किनभने तपाईँले त्यो सानो क्लिपले भनौँ न त्यो सबै कुरा गीतको त्यो मार्मिक कुराहरू एउटा कलाकारलाई चिन्नको लागि 1 मिनेटको सानो रिलले मात्रै कलाकारलाई हामीले चिन्न सकिँदैन। एकदमै त्यो एउटा टिकटकको सानो त्यो 10 सेकेन्ड 5 सेकेन्ड भिडियोले त्यो कलाकार अथवा त्यो गीतलाई त्यो उहाँको होल टिमलाई चाहिँ जजमेन्ट चाहिँ हामीले गर्नु हुँदैन जस्तो मलाई लाग्छ। एकदम सही कुरा भनिसकेपछि अब तपाईँले आगामी दिनहरूमा चाहिँ के गर्ने योजना छ? तपाईँको सङ्गीत सँगसँगै तपाईँको व्यापार बिजनेसलाई पनि अगाडि बढाउनु भएको छ। अब तपाईँले सङ्गीत पनि छोड्न सक्नुहुन्न, व्यापार बिजनेस पनि लाग्नु पर्यो, तर पछिल्लो समय हामीले हेर्दा सङ्गीतमा मात्रै लागेर पनि त हामी बाँच्न सकिन्न भन्ने कुराले चाहिँ तपाईँले बिजनेस सुरु गर्नुभयो। एकदमै राम्रो क्वेसन गर्नुभयो। यो सङ्गीतले चाहिँ बाँच्न सकिँदैन भन्ने कुरामा चाहिँ मेरो चाहिँ यो प्रष्ट धारणा चाहिँ राख्न चाहन्छु। यस्तो हुन्छ तपाईँको कस्तो भने तपाईँसँग सिप छ, तपाईँसँग कला छ भने मजाले बाँच्न सकिन्छ। स्टिल अहिले मलाई कति भनिराखेको हुन्छ, मैले चाहिँ मेरो चाहिँ कस्तो भने मेरो पहिलेदेखि नै मेरो पढाइसँग रिलेटेड मेरो चाहिँ पहिलेदेखि नै हुटुट थियो कि भित्रबाट मेरो यो मलाई कसैले प्रेसर दिएर मलाई चाहिँ कसैले चाहिँ मेरो सामाजिक मेरो घर परिवारले भन्दा पनि मेरो नै जे पढेको त्यो पढाइलाई मैले इम्प्लिमेन्ट गर्नुपर्छ र युथहरूले चाहिँ एज अ एन्टरप्रेनर एउटा छुट्टै एउटा खालको ल्याउनुपर्छ भन्ने हिसाबले चाहिँ मैले मेरो पढाइसँग मेरो पेसागत चाहिँ मैले म्याच गराएको हो। अब जुन अघि कुरो गर्नुभयो सङ्गीतले चाहिँ बाँच्न सकिँदैन भन्ने जुन चाहिँ छ, सुरुमा त सङ्घर्ष गर्नैपर्छ हामीले। हेर्नु जुनै कुरा पनि तपाईँले चाहिँ त्यसलाई एकदमै मिठो रूपमा अहिले देख्नुहुन्छ नि होइन, कतिपय मान्छेहरू कति चाहिँ होइन घन्टाको यति लिनुहुन्छ, यस्तो चाहिँ भनौँ न फलोवर्स छ, यति धेरै उहाँहरूको भ्युज छ, यति धेरै उहाँहरूको चाहिँ भनौँ न यति धेरै पैसा कमाउनु भएको छ, त्यो एकैचोटि हुँदैन। एकैचोटि हुनको लागि चाहिँ भित्रबाट सङ्घर्ष चाहिँ हुनु पर्यो, धैर्यता सङ्घर्ष एकदम, अनि निरन्तरता पनि एकदम निरन्तरता हुनु पर्यो। त्यसमा एकदमै अध्ययन गर्नु जरुरी छ कि तपाईँको रिसर्च। म चाहिँ एकदम रिसर्च बेसमा चाहिँ विश्वास गर्छु। जस्तै अघि मैले भने जस्तै सर देख्यो भोलिबाट क्लास जोइन गरेँ, त्यसपछि 1 हप्तामा छोडेँ, 3 महिनापछि ल सक्दिनँ, हात दुख्यो मेरो, ल पुग्न गाह्रो भयो भने चाहिँ छोड्ने धेरै चलन छ हाम्रो। अब अघि अहिले पछिल्लो समयमा नेपालमा चलेको साङ्गीतिक माहौल पनि यस्तै छ नि त होइन, जसले चाहिँ 2 महिना 3 महिना क्लास गरेर अथवा क्लासै नगरिकन पनि गायक बनेका कलाकार बनेका धेरै यस्ता कलाकारहरू हामीले देख्न सकिन्छ जो चाहिँ उहाँहरूले पछि गएर पनि सङ्गीतहरू सिक्नु भएको छ, गर्नुभएको छ होइन। नेपालमा अहिले पछिल्लो समयमा चलेको कुरा चाहिँ के भइदियो भन्दाखेरि चाहिँ हामीलाई आफूले पैसा खर्च गरेर चाहिँ हामीले गीत निकाल्यो भने गायक बनिन्छ भन्ने, त्यसले गर्दाखेरि चाहिँ यो साँच्चीकै कलाहरू चाहिँ अथवा साँच्चीकै कलाकारहरू चाहिँ ओझेलमा परेको हो। यस्तो छ यो विषयमा चाहिँ के हुन्छ भने जुन ओझेलमा परेको भन्दा पनि यस्तो हुन्छ, जस्तै कतिपय चाहिँ जस्तै तपाईँले सुन्नुभयो होला तपाईँको चाहिँ गुरुले भन्दा चेलाले राम्रो गरेको होइन, गुरुले गाउनु भएको भन्दा चेलाहरूले चाहिँ एकदम राम्रो गरेको भनेर सुन्नुभयो होला। त्यो ओझेलमा भन्दा पनि यस्तो हुन्छ, कतिपय कुराहरू चाहिँ त्यो सङ्गीतको चाहिँ एउटा पर्फर्मेन्स र यो तपाईँको चाहिँ डेप्थ स्टडी फरक छ क्या। जुन पर्फर्मेन्स हिसाबले गर्छौँ त्यो इन्टरटेनमेन्ट हिसाबले हामी चाहिँ गर्छौँ। एक्ज्याक्टली। अब तपाईँले साधना र प्रस्तुति फरक एक्ज्याक्टली। त्यो प्रस्तुतिलाई र अब कसरी तपाईँले प्रस्तुति दिनुहुन्छ त्यसलाई, जस्तै तपाईँसँग एकदमै नलेज छ, तपाईँसँग भयङ्कर नलेज छ, तपाईँसँग सङ्गीतको चाहिँ एकदमै तपाईँले पिएचडी नै गर्नुभएको छ भने अब तपाईँको प्रस्तुतिकरणले जज गर्ने भयो नि त यहाँ समाजले त। तर हामीलाई थाहा हुन्छ कि हामी सङ्गीतको विद्यार्थीलाई थाहा हुन्छ कि उहाँ त हाम्रो त नि गुरु हो नि त, उहाँले चाहिँ त्यसरी अध्ययन गर्नुभएको छ हो। भलै उहाँले चाहिँ प्रस्तुतिकरणमा उहाँले चाहिँ त्यो चाहिँ भनौँ न अलिकति जति समाजलाई चाहिँ भनौँ न दिन सक्नुपर्ने, समाजले जति एक्सपेक्ट गरेको त्यो दिन नसक्न हुनसक्छ। त्यो हिसाबले चाहिँ त्यो फरक पार्ट हो यो दुईवटा कुरा चाहिँ।
अब यति भनिसकेपछि अब थोरै तपाईँले यत्रो साधना गर्नुभएको, तपाईँको यति मिठो बजाउनको लागि अहिलेसम्म आएको साधना होइन, तपाईँको यो तपस्या नै हो एक हिसाबले हामीले मान्नुपर्छ। एउटा सानो चाहिँ हामीलाई पिस सुनाइदिनुहोस् न। यो ठुलो धेरै हामीले बाँसुरी देखेको छ, यो ठुलो बाँसुरी चाहिँ सुन्नुपर्छ। स्योर मैले चाहिँ यस्तो हुन्छ तपाईँको त्यस्तो धेरै एकदमै कलेक्सनहरू चाहिँ पहिला चाहिँ धेरै बजाउने गरिन्थ्यो हामीले चाहिँ जब म मास्टर्स गर्दाखेरि चाहिँ। अहिले पनि कन्टिन्यू नै छ। अब यो महिना असार पनि छ हेर्नु होइन, अब यो अब पानी परे सिजन पनि छ, सो म असारै महिनामा एउटा चाहिँ छोटो बजाउन चाहन्छु है त। लगभग अब हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ होइन। यो कार्यक्रमबाट हामी छुट्टिनुभन्दा अगाडि चाहिँ तपाईँको एउटा अर्को प्रस्तुति त सुन्ने नै छौँ। राम्रो साधना गर्नुभएको होइन, बाँसुरी मनमोहक यो धुन छोडेर अन्त कहीँ नजाउँ जस्तो लागिरहेछ होइन। तर त्योभन्दा अगाडि तपाईँले साङ्गीतिक क्षेत्रमा आउन चाहने आगामी पुस्ताहरूलाई अथवा बाँसुरीलाई नै आफ्नो चाहिँ भविष्य बनाउँछु भन्ने पुस्ताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? एकदम राम्रो। अब यसमा यस्तो छ, जुन यहाँले यो अब जुन जति चाहिँ बजारमा भाइ बहिनीहरू जुन सिनियर जुनियरहरू हुन्छ, अब के भन्छु भने तपाईँले सङ्गीतमा एउटा दुईवटा तरिकाले लिनेछ कि हाम्रो यो बजारमा चाहिँ। एउटा चाहिँ त्यो देखेर लयमा होइन सिक्ने, ल म अरूले बजाएको राम्रो देख्यो कस्तो रहेछ भन्ने एउटा छ, र अर्को चाहिँ भित्रैबाट सिक्ने चाहिँ मैले देख्छु होइन। भित्रैबाट चाहिँ
अब उहाँहरूलाई म के भन्न चाहन्छु भने तपाईँले एकदमै सङ्गीत विशेष गरी बाँसुरी सिक्दाखेरि चाहिँ के गर्नुहोस् भने तपाईँले अध्ययन गर्नुहोस्, एकदमै धैर्यता गर्नुहोस्। किनभने कति सुरुमा तपाईँले बाँसुरीले त हात दुख्छ, तपाईँको यो घाँटीमा चाहिँ एकदमै सुक्खा दुख्छ, मुख दुख्छ, गाला दुख्छ। मेरो एकजना स्टुडेन्टले त के पनि भनेको थियो भने मेरो त पुरै गाला दुख्यो, मेरो हात दुख्यो, म त अब आउँदिनँ भन्नाले चाहिँ मेरो मर्के भने अझ धेरै नै प्रब्लम आयो। मेरो चाहिँ एकदमै टाउको दुख्यो, रिङ्गटा लागेर त्यस्तो हुन्छ। सो तपाईँले यो अब आउने यो भाइ बहिनीहरू जति चाहिँ बाँसुरीमा एकदमै लाग्ने जो हुन्छ उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने अध्ययन गर्नुहोस्। एकचोटि चाहिँ तपाईँले त्यो अरूको देखेर होइन कि तपाईँले होइन भित्रैबाट आउनु पर्यो, भित्रैबाट चाहिँ आफूले आउनु पर्यो। अब हात दुख्छ तपाईँको चाहिँ भनौँ न यहाँ घाँटी प्रब्लम आउँछ होइन, सुक्छ, अब त्यसलाई पानी खाएर तपाईँले चाहिँ भित्रैबाट चाहिँ एकदम। अनि अर्को कुरा भनेको चाहिँ निरन्तरता दिनुहोस्। तपाईँले यो बाँसुरी चाहिँ तपाईँको साधना चाहिँ बिचमा ग्याप भयो भने चाहिँ कस्तो हुन्छ भने मैले बुझेको अनुसार चाहिँ तपाईँको चाहिँ त्यो स्टार्टिङ र त्यो अहिले सिकिरहेको पनि सबै त्यो चाहिँ बिस्तारै कम जान्छ कि। अब कला त हुन्छ हातमा, तपाईँले चाहिँ 10-15 वर्ष बसेपछि हुन्छ, तर जति तपाईँले चाहिँ बजाउनु भयो, जति चाहिँ निखार्नु भयो, जति तपाईँले निरन्तरता प्र्याक्टिस एकदमै साधना चाहिँ एकदमै गर्नुपर्छ। गुरु बिना चाहिँ हामीले यो सम्भव छैन सिक्नको लागि। गुरु बिना त छैन। किनभने जति हामीले अहिले चाहिँ के मलाई तब यो कुरामा म प्रसङ्ग जोडिहालेँ थोरै मात्रै। जस्तै तपाईँले अघि भन्नुभयो जस्तै कतिपय कुराहरू युट्युबमा छँदैछ नि भन्ने हुन्छ, तर युट्युबले सबै कुरा दिँदैन। गुरुले चाहिँ जति चाहिँ यो अघि मैले भने नि यो नोटेसनको बारेमा, युट्युबमा के भन्छ एउटा गीतको हुन्छ अथवा एउटा सर्ट पिरियड हुन्छ। जति गुरुले प्रस्तुतिको माध्यम युट्युबमा हुने भए तर साधनाको माध्यम भनेको चाहिँ गुरुबाट त त्यो जुन प्रस्तुति पनि सम्भव छैन। तपाईँको प्रस्तुति दिँदाखेरि पनि सबै त्यहाँ कतिपय कुराहरू चाहिँ अनुभवी गुरुसँगै हुन्छ नि त। हो, त्यो अनुभव चाहिँ तपाईँको चाहिँ युट्युबमा त पाउँदैन हामीले। सो अहिले म जति चाहिँ यो बाँसुरीमा अथवा सङ्गीत क्षेत्रमा विशेष गरेर बाँसुरीमा चाहिँ जति लाग्ने युवाहरू हुन्छ उहाँले के भन्नुहुन्छ भने भित्रैबाट तपाईँले चाहिँ अलिकति लगानी गर्नुहोस्। लगानी भनेको तपाईँको समय एकदमै दिनुहोस्, साधना गर्नुहोस् होइन तपाईँले। अनि त्यसैमा चाहिँ अनि अघि भन्नुभएको जस्तै हाम्रो समाजमा के छ भने यो सङ्गीत क्षेत्रमा चाहिँ फेरि कस्तो भने अलिकति गरेर खालाएर बजाएर खालाएर भन्ने हुन्छ। यहाँ धेरै थुप्रै उदाहरणहरू हुनुहुन्छ होइन, बाँसुरी बजाएरै उहाँले चाहिँ आफ्नो आर्थिक रूपमा पनि सम्पन्न चाहिँ हुन्छन्। जस्तै मेरो गुरु नागेन्द्र गुरु, म गुरु जब स्ट्रगलमै हुनुहुन्थ्यो त्यतिखेर सँगसँगैको चाहिँ नागेन्द्र राई गुरु। अहिले अब उहाँलाई भेट्नलाई पनि मुस्किल छ होइन, एकदमै गाह्रो छ। गुरुले मलाई त रेस्पोन्स गरिराख्नुहुन्छ। म त समस्या मैले सिक्न मेरो चाहिँ समयले गर्दा मेरो पढाइ र मेरो यो अघि भन्दा जस्तै मेरो करियर यो हिसाबले चाहिँ मैले चाहिँ भनौँ न मैले प्रोफेसनली यसलाई मैले लगेन होला। यथापि मैले तर बाँसुरी छोडेको छैन। नागेन्द्र गुरुलाई पनि म यही भन्न चाहन्छु, मेरो बाँसुरी मजाले रुममा मैले चाहिँ सेट बनाएर मैले हप्ताको एक दिन मैले भ्याउनु चाहिँ मैले मजाले गरिरहेको छु। त्यस अझै पनि तपाईँ साधनारत नै हुनुहुन्छ, यो सङ्गीतको विद्यालय छोडिएको छैन। गुरुले दिनुभएको जुन ज्ञानलाई तपाईँले खेर जान दिनुभएको छैन, गुरुलाई सम्मान गर्नुहुन्छ, यो नै सबैभन्दा ठुलो कुरा हो। अन्त्यमा तपाईँ के भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई? त्यो सँगसँगै तपाईँको एउटा प्रस्तुति सुन्छौँ, आजको हाम्रो कार्यक्रम अन्त्य गर्छौँ। अब यो छोटो बसाइमा तपाईँको धेरै प्रस्तुतिहरू त हामीले समावेश गर्न सकिएन र तपाईँलाई चाहिँ अलिकति केही भन्न मन लागेको कुरा हाम्रो दर्शकहरूलाई छ भने थोरै भनिदिनुहोस्, अनि हाम्रो कार्यक्रम अन्त्य गर्छौँ है त। हस्, धन्यवाद। सर्वप्रथम त हाम्रो यो जुन तपाईँहरूको समूह छ, हाम्रो जनजिब्रो चाहिँ तपाईँहरूको ग्रुप अफ कम्पनी र तपाईँको यो जुन कार्यक्रम हाम्रो रहेको छ, एकदमै आभार छु यहाँहरूले बोलाइदिनु भयो। म त्यस्तो एकदमै सङ्गीतको एकदमै एक्सपर्ट नभए पनि यहाँले जुन बोलाउनु भएको छ एकदमै धन्यवाद। जति मेरो लगाव छ, मैले जति अनुभव सुनाएँ त्यसको लागि एकदम आभारी छु यहाँहरूप्रति। र दर्शकबिनहरूले चाहिँ म के भन्न चाहन्छु भने तपाईँले यो हाम्रो च्यानललाई पनि फलो गर्नुहोला, यो च्यानललाई सब्सक्राइब गराइदिनु होला र सँगसँगै तपाईँले एउटा सेयर गरिदिनु भयो भने जति भाइ बहिनीहरू छन् होइन, तपाईँले चाहिँ त्यो सेयर गर्नको लागि मात्र सेयर नभएर जति यो चाहिँ बाँसुरीमा जति भनौँ न चाख तिराउनु भएको युवाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो भनौँ न एउटा के माध्यम हुन्छ भने र यस्तो रहेछ, बाँसुरी सिक्दा चाहिँ यस्तै धेरै भनौँ न साधना चाहिने रहेछ, बाँसुरी सिक्दा यस्तो हुने रहेछ, बाँसुरीको पनि त्यो हामीले देख्दाखेरि मिठो बज्ने तर भित्र त्यो अझै अध्ययन गर्दाखेरि चाहिँ खोजी गइरहनु पर्नेछ भन्ने जो क्लास 3 लिन खोज्नेहरू हुनुहुन्छ अथवा सङ्गीतमा केही गर्न चाहने हुनेहरूकोमा पनि पुग्न सकिन्छ। ल सेयर गरिदिनु होला। म दर्शकबिनहरूलाई धेरै धेरै धन्यवाद चाहन्छु। यत्रो बेर समयसम्म पनि यहाँले हेरिदिनु भयो र हाम्रो कुरा जे जस्तो भयो नि सुनिदिनु भयो, त्यसको लागि एकदम आभारी छु। एउटा उहाँको फ्लुट चाहिँ सुन्छौँ है।
हस्, धन्यवाद। हामी कार्यक्रमको लगभग अन्त्यमा आएका छौँ र आज हामीले विशेष गरेर चाहिँ बाँसुरीसँग सम्बन्धित रहेर हाम्रा बाँसुरी वादक राजकुमार गोले तामाङ सर, त्यसै गरी उहाँ चाहिँ एउटा कलाकार मात्रै नभएर चाहिँ हाम्रो समाजलाई अगाडि बढाउनु पर्छ भनेर एउटा बिजनेस पनि गर्नुभएको एउटा बिजनेसम्यान पनि भन्छु म उहाँलाई। र कलाकार र बिजनेसम्यानको आज संयोजन सँगसँगै हामीले बाँसुरीका बिजनेस भन्दा पनि धेरै चाहिँ हामीले कला साहित्यसँगको कुराकानीहरू हामीले गऱ्यौँ र बाँसुरी आगामी आउने पुस्ताहरूले बाँसुरी सिक्नको लागि के गर्नुपर्छ भन्ने कुरा पनि उहाँले बताउनु भयो र उहाँको धेरै 10 वर्षभन्दा धेरै समय खर्चिनु भएको, साधना गर्नुभएको उहाँको साध्य कुरालाई पनि हामीले सुन्न पाइयो, देख्न पाइयो। त्यसको लागि राजकुमार सरलाई धेरै धेरै धन्यवाद भन्दै अर्को हप्ता फेरि पनि तपाईँहरूमाझ यस्तै किसिमका सङ्गीतका साधक अथवा कला क्षेत्रमा लाग्नुभएका दिग्गज व्यक्तित्वलाई ल्याउने जमर्को सहित म कार्यक्रम प्रस्तुता नगिन तामाङ पनि बिदा हुन चाहन्छु। नमस्ते, धन्यवाद। जय कला, जय साहित्य।